धोरपाटन कसरी पुग्ने? आउनुहोस् सजिलै बुझौं। यदि तपाईँ काठमाडौँबाट जाँदै हुनुहुन्छ भने पहिले पोखरा पुग्नुपर्छ। काठमाडौँबाट पोखरा बस, माइक्रो वा फ्लाइटबाट जान सकिन्छ। नेपालका अरू ठाउँहरूबाट जाने हो भने पनि प्राय यात्रा जोडिँदै जाने मुख्य रुट भनेको पोखरा हुँदै बागलुङ बुर्तिवाङतर्फ नै हो। पोखरा पुगेपछि त्यहाँबाट बागलुङ हुँदै बुर्तिवाङतर्फ यात्रा सुरु हुन्छ। यो यात्रा लामो भए पनि धोरपाटन पुग्ने मुख्य गेटवे भनेको यही बुर्तिवाङ हो। बुर्तिवाङ पुगेपछि त्यहाँबाट जीप, अफ-रोड गाडी वा मोटरबाइकबाट धोरपाटनतर्फ अघि बढ्न सकिन्छ। यही भागबाट बाटो अलि रफ र अफ-रोड नेचरको हुन थाल्छ, त्यसैले यात्रा सुरु गर्नु अघि गाडी वा बाइक राम्रो कन्डिसनमा हुनु धेरै महत्त्वपूर्ण हुन्छ। धोरपाटन पुगेपछि धेरै यात्रुहरू त्यहाँ मात्र रोकिन्नन्। धेरैले त्यहाँबाट बुकीतर्फ पनि पदयात्रा गर्छन्। धोरपाटनबाट बुकी जाँदा खुला घाँसे मैदान, विशाल पाटन र अझ नजिकबाट महसुस हुने हिमाली दृश्यहरू यात्राको मुख्य आकर्षण बन्छन्। त्यसैले रुट छोटकरीमा यस्तो हुन्छ: काठमाडौँ, पोखरा, बागलुङ, बुर्तिवाङ, धोरपाटन, बुकी। यो यात्रा प्लान गर्दा केवल गाडीको समय मात्र होइन, अफ-रोड बाटो, बाइक वा जीपको कन्डिसन, मौसम, न्यानो लुगा, पानी, स्न्याक्स र आवश्यक औषधि पनि तयारी गरेर जानु राम्रो हुन्छ। यस्तै सजिला ट्राभल गाइडका लागि पृथ्वी स्टोरी सँगै रहनुहोस् र सब्स्क्राइब र फलो गर्न नभुल्नुहोला।